भएको रहेछ नि तयारी आयो बेलेर यता हजुर टायरमा हावा कम छ क्या कसको छैन नि ए छ ल हामी चाहिँ बानेश्वर जाँदैछौँ होइन आज हाम्रो यात्रा कस्तो हुन्छ अब यहाँ सानो भर्याङबाट चाहिँ निस्किँदैछौँ हामी तर भिडियो चाहिँ आज कहिले देखिरहेको रहेछ हेलो ब्रदर हावा हालिदिनु न हावा पछाडि झर्नुपर्छ है झरिदिउँ हालिदिनु त ल हावा के छ खबर ठिक छ भ्लगमा आउँदा त हुन्छ नि फेरि कसैले त बडा गुस्सा गर्छ नि तर बाइकमा हिँड्दाखेरि चाहिँ छुट्टै हुने क्या गाडीमा हिँड्यो भने चाहिँ केही पनि नदेख्ने त्यो एउटा वान साइड झ्यालबाट मात्रै देखिने बाइकमा चाहिँ जता पनि फर्काउन मिल्यो यसरी भिडियो देखाउन मिल्यो यता पनि देखाउन मिल्यो अनि यता चाहिँ दाजुको हेलमेट आइरहेको छ होइन यसरी खिच्यो तलबाट सबै देखिने हो कि अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला भन्न चाहन्छु होइन म पनि सन्चै छु म चाहिँ बानेश्वर जाँदैछु होइन कस्तो छ त आजको हाम्रो यताको यात्रा कस्तो हुन्छ जाँदैछौँ हावाले चाहिँ हान्ने हो कि यसरी चस्मा लगाएन भने चाहिँ गाह्रो हुन्छ चस्मा लगाएन भने चाहिँ आँखामा धुलो पसेर आमामा कस्तो आँसै आउँला जस्तो हुन्छ कि चस्मा लगाउनुपर्छ यसरी अनि सजिलो पनि हुन्छ धुलो पनि छिर्दैन है अहिले म चाहिँ ठ्याक्कै सानो भर्याङ चोक्कैमा छु होइन यो चाहिँ सानो भर्याङ हो यहाँ चाहिँ सानो भर्याङ भन्छ सो यस्तै छ यताको रोडहरू बनिएको छैन त्यति राम्रो पिच चाहिँ भएको छ अब यहाँ ठुलो हाइवे पनि बन्दैछ अब हामी कस्तो दामी देखिँदो रहेछ यता यस्तै देखायो भने चाहिँ उता घामले केही पनि देखिँदैन होला नि अब यता अगाडि देखायो भने चाहिँ यस्तो छ अब यताबाट उता गयो भने चाहिँ हामी होइन स्वयम्भू पुग्छौँ अब यताबाट उता गयो भने चाहिँ हामी माछा पोखरी यता चाबेल अनि दाजु के छ खबर तपाईँको ठिक छ है दाइ दाजुभाइको यात्रा हुँदैछ अहिले र यही हो यताको यो वनस्थली एरिया हो यो अहिले खासै रोडहरू बनिएको छैन यता पहिल्यै बन्ने रोड हो त्यति राम्रो चाहिँ छैन सहर बजार यस्तै छ तर सहरतिर चाहिँ यस्तरी भिडियो बनाएर खिच्दाखेरि त दामी देखिँदो रहेछ नि कस्तो पेलेर आएकै हो कस्तो पेलेर आएको नि पेलेर आयो पेलेर त्यो स्पिडमै आएको थियो र त्यतिखेर बाइकको गल्ती हो स्पिडमै थियो त्यो बस हजुर हजुर रोके कस्तो बिसायो ड्राइभर होइन हो हामी यस्तो मेन बाटो जाँदाखेरि यो गाडीहरूलाई दिनु पऱ्यो नि त पहिला बाटो हजुर हजुर आफ्नो तालमा फुर्र हिँडेर उनीहरू त्यही अनुसार स्पिड हुन्छ मारिहाल्छ हो नि ढिलो गए अवश्य पुगिन्छ छिटो गए भन्न सकिँदैन भन्ने एउटा डाइलग छ होइन हतार गर्नु हुँदैन सवारी साधनमा जानेलाई जान दिनुपर्छ सो आफू चाहिँ केयरफुल भएर चलाउनुपर्छ त्यही हो म त त्यही भन्न चाहन्छु होइन म चाहिँ चलाएको होइन चलाएको होइन दाजुले चलाउनु हुन्छ सो यताको प्लेसहरू यताको सिटीहरू एकदमै राम्रो छ है
आम्मा खोला त के साह्रो यही बाटो हिँड्दा डाक्टरहरू जाने बाटो ए तपाईँ डाक्टर घर पनि जानुभएको छ है साँच्ची अहिले हामी कुन ठाउँमा आइपुग्यौँ नयाँ बजार नयाँ बजार नयाँ बजार भनेपछि त ए विशाल बजार पो हो कि है ठुलो त अहिले चाहिँ हामी नयाँ बजार आमामा कस्तो राम्रो रहेछ नि घरहरू हेर्नु त चिया चिया कुन ठाउँमा नीलगङ्गा आइपुगेछौँ सोह्रफुटे आयो हजुर सोह्रफुटे आइपुग्यो 16 फुटे 16 फुटे आइपुगिसक्यौँ हामी कुन बाटो ल्याउनु हो मलाई आज तपाईँले मलाई भित्रबाट ए यहाँनिर पो आइपुगेर छ नि बल्ल मलाई थाहा भयो नि आम्मा रमाइलो हुँदो रहेछ नि सबसे हाइट घर चाहिँ यही होला कि होइन दाजु सबसे यही होला नि होइन फेरि यहाँ पनि जानु पर्ने हो यो ए राष्ट्रिय उयो के कार्ड यहाँ बनाउन आउँछ होइन राष्ट्रिय परिचय पत्र है कि राष्ट्रिय परिचय पत्र बनाउनु मेरो त बनाइसकेको छु मम्मीको बनाउन बाँकी यही आइतबार आएर बनाउने राष्ट्रिय परिचय पत्र बनाउने ठाउँ चाहिँ हिँडै हो तपाईँहरूले पनि बनाउनु भएको होला होइन बनाएको छैन भने चाहिँ यहाँ आएर तपाईँहरूले बनाउनु सक्नुहुन्छ काठमाडौँको यताउता गयो भने रत्न पार्क पुगिन्छ यताउता गयो भने ठाउँमा पुगिन्छ यताबाट उता गयो भने चाहिँ हामी कहाँ पुगिन्छौँ दाजु दरबारमा हजुर दरबारमा ए दरबारमा तर एरिया त यता पनि धेरै राम्रो देखिरहेको छ जियोस् यता चाहिँ राम्रो रहेछ है बाटोहरू नेपालको सबभन्दा महँगो ठाउँ हो यो ठाउँ हो
यता राजदरबारतिर नजिकै छु। सबैजनाले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु होइन। अब हामी त कमल पोखरी आइपुग्यौँ। यहाँ यो भित्र नजिकै कमल पोखरी एकदमै राम्रो छ, ठाउँ स्पेसल ठाउँ छ। सो अहिले चाहिँ पेन्टिङहरू गरेर एकदमै दामी बनाएको छ यो भित्र हो कमल पोखरी चाहिँ। हामी जान लागेको चाहिँ बानेश्वरतिर हो होइन। यो राम्रो छ यो भित्र पनि ठाउँ, तपाईँहरू घुम्न आउन सक्नुहुनेछ। तर अहिले चाहिँ पेन्टिङ गरेर दामी बनाएछ है दाजु। रिल्याक्स छ त हौ। कहिले होला हौ जिन्दगीमा यस्तो ठुल्ठुलो गाडी होइन। यो पछाडि हाइलक्स छ नि, सपना पुरा नहोला जस्तो छ। के गर्नु, निरा ठुलो भएर के गर्नु, तकदिनमा लेखाएको छैन भने केही पुरा हुँदैन भन्नु हो। रहेछ हौ दादा चाहिँ महँगा गाडी चढेर हिँड्छन्, आफ्नो भने छैन। हजुर हजुर आमा त ठुलो पो रहेछ त। उनीहरू कहाँ आइपुग्यो? उनीहरू त उतै होला नि। यो ठाउँमा के होला? त्यहाँ गयो, अगाडि पनि जाम, यहाँ आयो। एकैचोटि फुटिँदाखेरि त नि अब पुरै त्यो हल्ला गर्नु गए जस्तै दाजु। एकैचोटि फुटुटुटुटुटुटुटु गएको र आज कस्तो आइरहेछ म। अहिले सिस्टम राखेर चाहिँ पहिला थिएन यस्तो। अब तलतिर रोकिने नभए त यहाँ एक्सिडेन्ट कम हुन्थ्यो दाजु। म आउँदाखेरि जहिले पनि देखिरहेको हुन्थेँ यतातिर अलि माथि अगाडितिर। एसडी कार्डै फुल भएछ नि, बनाऊँ भनेर सोचेको सपनै पुरा नगरिदिने यार। यता एरिया यस्तो राम्रो थियो होइन, भ्यू देखाउँ कि भनेर सोच गरेको, पुरै एसडी कार्डै फुल भएर देखाउनै मिलेन। सो हामी चाहिँ अब लोकेसनमा आइपुगिसकेका छौँ होइन। चस्मा लाउँदा कस्तो देखिन्छ। ल
ल यही हो हाम्रो लोकेसन।